स्वागत छ साथीहरू ज्ञानज्योति युट्युब च्यानलमा तपाईँहरूलाई फेरि पनि मैले अति नै महत्त्वपूर्ण भिडियो लिएर आएको छु साथीहरू। जो पनि नेपाली सेना सैन्य पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षाको तयारी गरेर बस्ने साथीहरूको लागि एकदमै महत्त्वपूर्ण प्रश्नपत्र लिएर चाहिँ मैले आएको छु साथीहरू। तपाईँहरूको लागि यो सेट 2 प्रश्नपत्र साथीहरू, सेट 1 मैले हालिसकेको छु साथीहरू र एकदमै महत्त्वपूर्ण क्वेसन छ। सबैले ध्यान दिएर हेर्नु होला साथीहरू। मैले तपाईँहरूको लागि चाहिँ यहाँनिर क्वेसनमै टिक लगाएर छोडिदिउँ कि भनेर भनेको थिएँ साथीहरू। फेरि तपाईँहरूले क्वेसनमा टिक लगाएर चाहिँ मैले छोडिदिएँ भने तपाईँहरूले चाहिँ स्क्रिनसट गरेर राख्ने अनि फेरि नपढ्ने जस्तो मैले कुराहरू चाहिँ मैले देखेँ साथीहरू। त्यही भएर चाहिँ मैले तपाईँहरूलाई चाहिँ यहीँ एक्सप्लेन गरिरहेको छु र हजुरहरूले एकदम ध्यान दिएर सुन्नु होला है त साथीहरू। सुन्नु होला, पढ्नु होला, तपाईँहरूको लागि अति नै महत्त्वपूर्ण हो। र हाम्रो सैन्यको चाहिँ क्वेसनहरू चाहिँ सजिलो क्वेसन हुन्छ होइन, सजिलो क्वेसन भए सबैले लेखेको हुन्छ साथीहरू। त्यही भएर चाहिँ एकदम ध्यान दिएर पढेर चाहिँ सबै क्वेसनहरू एटेम्प गर्ने कोसिस गर्नु होला साथीहरू। यो चाहिँ एकदमै महत्त्वपूर्ण क्वेसन छ है त साथीहरू। ल अब हामी जाउँ प्रश्नतर्फ है त। विषय अङ्ग्रेजी, नेपाली, गणित, सामान्य ज्ञान हुन्छ नि साथीहरू। दुई भाषामा लेख्न मिल्छ। उत्तर पुस्तिकामा प्रवेश पत्रको कि अनिवार्य रूपमा लेख्नुपर्ने छ भन्छ नि साथीहरू। कि चाहिँ हामी छुट्याउनु हुन्न है त। उल्लेख नगरेमा उत्तर पुस्तिका रद्द हुनेछ। तपाईँहरूले के लेख्नुपर्ने भने स्वत उत्तर पुस्तिका रद्द हुनेछ है त साथीहरू। क्यालकुलेटर, मोबाइल प्रयोग गर्न पाइने छैन भने कुनै पनि विद्युतीय सामग्रीहरू चाहिँ प्रयोग गर्न पाइने छैन। प्रत्येक खण्डको उत्तर छुट्टै छुट्टै पुस्तकमा लेख्नुपर्ने छ भनेको छ नि। यो चाहिँ तपाईँहरूलाई त्यहाँ पेपर दिइहाल्छ साथीहरू। त्यहाँनिर तपाईँले छुट्टा छुट्टै लेख्नु है त। खण्ड कमा वस्तुगत क्वेसन नम्बर 1 मा नेपाल एसिया महादेशको कुन भेगमा पर्छ भनेको छ नि साथीहरू। हाम्रो यो नेपाल चाहिँ एसिया महादेशको कुन भेगमा पर्छ साथीहरू? दक्षिणी भेगमा पर्छ है त साथीहरू। नेपाल चाहिँ एसिया महादेशको दक्षिणी भेगमा पर्छ। अब क्वेसन नम्बर 2 मा चाहिँ नेपाल सरकारद्वारा जारी भएको नयाँ नक्सा बमोजिम नेपालको कुल क्षेत्रफल कति रहेको छ भनेको छ नि साथीहरू। नेपालको कुल क्षेत्रफल चाहिँ नयाँ नक्सा अनुसार कति रहेको छ त हाम्रो अप्सन नम्बर सी मा देख्न सक्नुहुन्छ साथीहरू। 1,47,516 वर्ग किलोमिटर चाहिँ हाम्रो नयाँ नक्सा अनुसार चाहिँ रहेको छ है त साथीहरू। तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा फैलिएको छ भन्छ नि क्वेसन नम्बर 3 मा साथीहरू। यो क्वेसन नम्बर 3 मा चाहिँ हाम्रो तराई प्रदेश समुद्र सतहदेखि चाहिँ 600 मिटर उचाइमा रहेको छ साथीहरू। यो चाहिँ क्वेसन अप्सन नम्बर ए मा हेर्नु होला है त साथीहरू। अब क्वेसन नम्बर 4 मा नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ नि साथीहरू। यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हाम्रो अप्सन नम्बर बी चितवन राष्ट्रिय निकुञ्ज हो साथीहरू। अनि अब क्वेसन नम्बर 5 मा नेपालको सबैभन्दा ठुलो नदी कुन हो भनेको छ नि साथीहरू। नेपालको सबैभन्दा ठुलो नदी अप्सन नम्बर डी कोशी नदी चाहिँ नेपालको सबैभन्दा ठुलो नदी है त साथीहरू। क्वेसन नम्बर 6 मा रातो पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ नि साथीहरू। यो रेड पाण्डाको लागि चाहिँ प्रसिद्ध राष्ट्रिय निकुञ्ज चाहिँ हाम्रो अप्सन नम्बर सी लाङटाङ राष्ट्रिय निकुञ्ज चाहिँ रेड पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज है त साथीहरू। ल अब क्वेसन नम्बर 7 मा चाहिँ महेन्द्र लोकमार्गले कतिवटा जिल्लालाई छोएको छ भनेको छ नि साथीहरू। यो चाहिँ महेन्द्र लोकमार्गले चाहिँ हाम्रो कतिवटा जिल्लालाई छोएको छ साथीहरू। अप्सन नम्बर सी 21वटा जिल्लालाई छोएको छ है त साथीहरू। अब क्वेसन नम्बर 8 मा एउटै नामले दुईतिर बग्ने नदी कुन हो भनेको छ नि साथीहरू। एउटै नामले दुईतिर बग्ने नदी चाहिँ कुन हो त? अप्सन नम्बर डी राप्ती नदी है त साथीहरू। क्वेसन नम्बर 9 मा नेपालको निशान छाप दियामध्ये कुन वस्तु समावेश गरिएको छैन भनेको छ नि साथीहरू। अब अप्सन नम्बर ए मा हेर्नुहोला गुराँसको फुल, धानको बाला, अनि अप्सन नम्बर सीमा खुकुरी र सगरमाथा भनेको छ नि। यो चाहिँ हाम्रो सगरमाथा पनि छ, धानको बाला पनि छ, गुराँस पनि छ। हाम्रो के चाहिँ समावेश गरेको छैन साथीहरू। अप्सन नम्बर सी खुकुरी क्रस चाहिँ समावेश गरेको छैन है त साथीहरू। अब क्वेसन नम्बर 10 मा नेपालको राष्ट्रिय जनावर के हो भनेको छ नि साथीहरू। नेपालको राष्ट्रिय जनावर चाहिँ अप्सन नम्बर ए गाई हो है त साथीहरू। अब क्वेसन नम्बर 11 मा नेपालको राष्ट्रिय रङ कुन हो भनेको छ नि साथीहरू। नेपालको राष्ट्रिय रङ चाहिँ अप्सन नम्बर सी सिम्बिक रङ चाहिँ नेपालको राष्ट्रिय रङ है त साथीहरू। नजुकिने होला हजुरहरू। क्वेसन नम्बर 12 मा कर्णाली प्रदेश तलका मध्ये कुन जिल्लामा पर्दैन भनेको छ नि साथीहरू। कर्णाली प्रदेश चाहिँ तलका मध्ये
अप्सन नम्बर सी पूर्वी रुकुम चाहिँ पर्दैन है त साथीहरू। अब क्वेसन नम्बर 13मा हेर्नु होला साथीहरू, नेपालको सबैभन्दा सानो प्रदेश कुन हो भनेको छ नि। नेपालको सबैभन्दा सानो प्रदेश चाहिँ अप्सन नम्बर डी मध्य प्रदेश है त साथीहरू। हाम्रो 7 प्रदेश मध्येमा सबैभन्दा सानो प्रदेश चाहिँ मध्य प्रदेश हो। अब क्वेसन नम्बर 14मा हेर्नु होला साथीहरू, सार्क राष्ट्रको स्थापना कहिले भयो भनेछ नि। हाम्रो सार्कको स्थापना चाहिँ कहिले भयो साथीहरू, 1985 डिसेम्बर 8मा भएको है त साथीहरू। यहाँ चाहिँ 1985 मात्रै छ अप्सनमा, त्यही भएर अप्सन नम्बर बी 1985 है त साथीहरू। क्वेसन नम्बर 15 साथीहरू, अब भुटानको राजधानी कुन ठाउँमा रहेको छ भनेको छ। भुटानको राजधानी थिम्पूमा रहेको छ साथीहरू। अप्सन नम्बर सी थिम्पू है त। अब क्वेसन नम्बर 16मा हेर्नु होला, नेपाली सेनाको कुन दर्जामा क्रस खुकुरी र चन्द्रमाको चिन्ह राखिएको हुन्छ भनेको छ नि। क्रस खुकुरी र चन्द्रमाको चिन्ह चाहिँ हाम्रो कसकोमा राखेको हुन्छ साथीहरू, उपसेनानीकोमा राखेको हुन्छ। अप्सन नम्बर बी चाहिँ के त हाम्रो सही एन्सर है त साथीहरू। ल क्वेसन नम्बर 17मा हेर्नु होला साथीहरू, कुन सेनानी पदको चिन्ह स्वरूप कुममा पल्टनको नाम लेखेको हुन्छ भनेको छ नि साथीहरू। अब हाम्रो पल्टनको नाम चाहिँ कुमटल्लीमा लेखेको हुन्छ साथीहरू। यो चाहिँ ए र बी दुवैमा लेखेको हुन्छ है त साथीहरू। कुममा चाहिँ पल्टनको नाम लेखेको हुन्छ है त साथीहरू। ल अब क्वेसन नम्बर 18मा हेर्नु होला साथीहरू, नेपाली सेनामा महिलालाई भर्ना सुरु कहिलेदेखि गरियो भनेको छ है साथीहरू। अब नेपाली सेनामा चाहिँ महिलालाई भर्ना कहिलेदेखि गरियो त साथीहरू, अप्सन नम्बर सी 2062देखि चाहिँ महिलालाई पनि नेपाली सेनामा भर्ना गर्न थालिएको है त साथीहरू। अब क्वेसन नम्बर 19मा हेर्नु होला साथीहरू, नेपाली सेनाको महारथीको अनिवार्य अवकाश साधारणतर्फ हुने उमेर हद कति वर्ष रहेको छ भनेको छ साथीहरू। यसको सही एन्सर हो अप्सन नम्बर डी 61 वर्ष है त साथीहरू। अब क्वेसन नम्बर 20मा हेर्नु होला साथीहरू, नेपाली सेनाको परमाधिपति को रहने व्यवस्था रहेको छ भनेको छ साथीहरू। यसको सही एन्सर हो अप्सन नम्बर डी राष्ट्रपति चाहिँ नेपाली सेनाको परमाधिपति रहने व्यवस्था रहेको छ साथीहरू। क्वेसन नम्बर 21मा हेर्नु होला साथीहरू, राष्ट्रपतिले कसको सिफारिसमा प्रधान सेनापतिको नियुक्ति र पद मुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ भनेको छ नि साथीहरू। यो चाहिँ कसको सिफारिसमा हुन्छ त साथीहरू, मन्त्री परिषदको सिफारिसमा चाहिँ राष्ट्रपतिद्वारा चाहिँ यसको नियुक्ति र पदमुक्त गर्ने चाहिँ नियम हुन्छ साथीहरू। त्यसैले हाम्रो अप्सन नम्बर सी मन्त्री परिषदको है त। अब क्वेसन नम्बर 22मा हेर्नु होला साथीहरू, नेपाली सेनाको नियुक्ति सम्बन्धी अयोग्यताको व्यवस्था सैनिक ऐन 2063को कुन दफामा गरिएको छ भनेको छ साथीहरू। हाम्रो यो चाहिँ कुन दफामा गरेको छ साथीहरू, दफा चाहिँ 13मा गरेको छ त साथीहरू। यसको सही एन्सर चाहिँ अप्सन नम्बर भी दफा 13 है त साथीहरू। ल अर्को क्वेसन हेर्नु होला, क्वेसन नम्बर 23 साथीहरू, नेपाली सेनामा नियुक्त कुनै व्यक्तिले नेपाल राज्य बाहिर कुनै कसुर गरेमा सैनिक ऐन 2063को क्षेत्राधिकार दण्ड रहने व्यवस्था छ भनेको छ नि। अप्सन नम्बरमा दिएको छ कायम, अन्य, बाहिर, सबै गलत भनेको छ नि साथीहरू। यो चाहिँ कायमै रहने व्यवस्था छ साथीहरू। यो चाहिँ नेपाली सेनाको क्षेत्रभित्र नै परेर चाहिँ कारबाही हुन्छ नि साथीहरू। र अर्को क्वेसन नम्बर 24मा हेर्नु होला साथीहरू, सैनिक निवाली 2069 बमोजिम कुनै नेपाली सेनामा कार्यरत व्यक्तिले पाउने अध्ययन विधाको स्वीकृति कसले दिने प्रबन्ध छ भनेको छ नि साथीहरू। यो चाहिँ हाम्रो नेपाल सरकारले दिने व्यवस्था रहेको छ साथीहरू। त्यसैले हाम्रो सही एन्सर छ अप्सन नम्बर सी नेपाल सरकार है त साथीहरू। अब क्वेसन नम्बर 25मा हेर्नु होला साथीहरू, नेपाली सेनाले पाउने विधा दिएका मध्ये कुन हो वा हुन् भनेको छ नि। अब एमा छ घर विधा, बीमा छ बिरामी विधा, सीमा छ अध्ययन विधा, डीमा छ माथिका सबै भनिन्छ नि। नेपाली सेनाले पाउने चाहिँ माथिका सबै विधाहरू चाहिँ पाउँछ है त साथीहरू। अब क्वेसन नम्बर 26मा हेर्नु होला साथीहरू, अब 26मा चाहिँ हामीलाई म्याथ सुरु भयो। अब साथीहरू म्याथको अब्जेक्टिभ क्वेसन, 84लाई 7ले भाग गर्दा कति आउँछ भनेको छ नि साथीहरू। अब यहाँ चाहिँ 12, 11, 13, 14 दिएको छ साथीहरू। यसको चाहिँ सही एन्सर अप्सन नम्बर ए 12 आउँछ है त साथीहरू। ल अब क्वेसन नम्बर 27मा हेर्नु होला साथीहरू, 152 प्लस 298 इजिकल्स टु कति हुन्छ भनेको छ नि साथीहरू। हाम्रो 152 र 298
98 जोड्दा चाहिँ कति हुन्छ साथीहरू? अप्सन नम्बर बी 450 हुन्छ साथीहरू। हजुरले पनि जोडेर हेर्नु होला। अब क्वेसन नम्बर 28 मा हेर्नु होला साथीहरू। 200 को 5% कति हुन्छ भनिन्छ नि साथीहरू। अब 200 को 5% हाम्रो कति हुन्छ त? अप्सन नम्बर बी 10 हुन्छ है साथीहरू। यसलाई चाहिँ कसरी गर्ने भन्नुहुन्छ भने हाम्रो 200 × 5 / 100 गरेपछि यसको एन्सर आइहाल्छ है त साथीहरू। ल प्रतिशतमा निकाल्ने भनेको रहेछ। अब क्वेसन नम्बर 29 मा हेर्नु होला साथीहरू। 2 घण्टा 30 मिनेटमा कति मिनेट हुन्छ टोटल भनेको छैन साथीहरू। 2 घण्टामा 120 मिनेट भएको प्लस 30 मिनेट जोड्दाखेरि कति हुन्छ त? 150 मिनेट भनेपछि हाम्रो एन्सर के आयो त? अप्सन नम्बर बी 150 आयो है त साथीहरू। अब 60 को 20%ले कति हुन्छ भनेको छ नि साथीहरू। हाम्रो 60 को 20%ले चाहिँ कति? अप्सन नम्बर ए 12 छ है त साथीहरू। ल 12 चाहिँ हुन्छ यसको एन्सर। तलका मध्ये कुन शब्द नाम हो भनेको छ नि साथीहरू। यो नाम चाहिँ अप्सन नम्बर सी कलम चाहिँ नाम है त साथीहरू। अब अर्को क्वेसन हेर्नु होला। क्वेसन नम्बर 32। ताती बथान झुप्पो जस्ता शब्दहरू कस्ता नाम हुन् भनेको छ नि। यो चाहिँ कस्ता नाम हो त साथीहरू। अब यहाँ दिएको छ हामीलाई व्यक्तिवाचक नाम, जातिवाचक नाम, समूहवाचक नाम, भाववाचक नाम भनेर दिएको छ। हाम्रो चाहिँ अप्सन नम्बर सी जातिवाचक नाम हो है त साथीहरू यो। अब अर्को क्वेसन 33 नम्बरमा हेर्नु होला। तलका मध्ये सर्वनाम कुन हो भनेको छ नि। तलका मध्ये सर्वनाम चाहिँ अप्सन नम्बर ए मामा चाहिँ सर्वनाम हो है त साथीहरू। क्वेसन नम्बर 34 मा हेर्नु होला। कुनै कुराको गुण दोष छुट्याउने शब्दलाई के भनिन्छ भनेको छ नि। अब यो गुण दोष छुट्याउने शब्दलाई चाहिँ हामी विभक्ति भन्छौँ है त साथीहरू। अप्सन नम्बर डी विभक्ति है त साथीहरू। ल अब क्वेसन नम्बर 35 हेर्नु होला साथीहरू। तलका मध्ये कुन द्वितीय विभक्ति हो भनेको छ नि। अब यहाँ द्वारा, कुन, लागि, बाट भनेको छ नि। हाम्रो द्वितीय विभक्ति चाहिँ बाट चाहिँ द्वितीय विभक्ति है त साथीहरू। क्वेसन नम्बर 36 मा भनेको छ मोहनले रमेश रु 50,000 चापटी दियो भनेको छ नि। हाम्रो चाहिँ यहाँ मोहनले रमेशलाई चाहिँ 50,000 चापटी दियो भन्नको लागि चाहिँ अप्सन नम्बर बी लाई हुन्छ है त साथीहरू। क्वेसन नम्बर 37 मा हेर्नु होला। कुन वाक्य बहुवचन हो छ भनेको छ नि। यहाँ बहुवचन चाहिँ हाम्रो यहाँ 4वटा अप्सन दिएको छ। तीमध्ये अप्सन नम्बर ए तिम्रा बुवा आमा गाउँबाट आउँदै हुनुहुन्छ चाहिँ यो बहुवचन है त साथीहरू। क्वेसन नम्बर 38 मा हेर्नु होला। केटाहरूको एकवचन के हुन्छ भनेको छ नि त। अब एकवचन भन्ने बित्तिकै हामीलाई के चाहियो त? केटो। केटो भन्ने बित्तिकै अप्सन नम्बर बी है त साथीहरू। अब क्वेसन नम्बर 39 मा हेर्नु होला। उन्नतिको विपरीतार्थक शब्द कुन हो भनेको छ नि। उन्नतिको अब के हो त? हाम्रो अवन्नति हो है त साथीहरू। अप्सन नम्बर बी अवन्नति। अब अर्को क्वेसन नम्बर 40 मा हर्षको विपरीतार्थक शब्द कुन हो भनेको छ नि। हर्षको के हो त साथीहरू? अप्सन नम्बर सी विषाद चाहिँ हाम्रो हर्षको विपरीतार्थक शब्द है त साथीहरू। ल अब हामी अङ्ग्रेजीतर्फ लाग्यौँ साथीहरू। क्वेसन नम्बर 41 मा हेर्नु होला। द फेमस बुक मुना मदन वाज रिटन लक्ष्मीप्रसाद देवकोटा भनेको छ नि। यसको एन्सर चाहिँ के हुन्छ त साथीहरू? बाई हुन्छ है साथीहरू। अप्सन नम्बर सी बाई हुन्छ है त। वाज रिटन बाई लक्ष्मीप्रसाद देवकोटा हुन्छ है। ल अर्को यहाँ क्वेसन नम्बर 42 मा हेर्नु होला। सी वान्ट टु बिकम इन्जिनियर भनेको छ नि त साथीहरू। यहाँनिर चाहिँ अब आर्टिकल आयो सी वान्ट टु बिकम एन इन्जिनियर है त साथीहरू। क्वेसन नम्बर बी एन है त साथीहरू। क्वेसन नम्बर 43 मा हि इज युरोपियन स्टुडेन्ट भनेको छ नि त साथीहरू। यहाँनिर युरोपियन स्टुडेन्ट भन्ने बित्तिकै हाम्रो कतिपय साथीहरू चाहिँ झुकिनुहुन्छ है त साथीहरू। यहाँ नझुकिनु होला। तपाईँहरूको लागि अल्फाबेट ई भए पनि यहाँनिर युरोपियन आएको कारणले गर्दा अल्फाबेट ई भए पनि हाम्रो कहको ए हुने भएको कारणले गर्दा चाहिँ युरोपियनको चाहिँ के हुन्छ त साथीहरू? अ हुन्छ है त साथीहरू आर्टिकलमा। त्यही भएको कारणले गर्दा अप्सन नम्बर ए अ युरोपियन स्टुडेन्ट राख्नु होला है त साथीहरू। अब अर्को हेर्नु होला यहाँ 44 मा लेट अस नाउ मुभ टुवर्ड्स प्ले राउन्ड भन्छ नि त साथीहरू। अब यहाँ के आयो त? प्ले राउन्ड। प्ले राउन्ड भन्ने बित्तिकै हाम्रो के लाग्छ त? आर्टिकलमा द लाग्छ है त साथीहरू। त्यही भएको कारणले गर्दा अप्सन नम्बर सी द है त साथीहरू 44 को। अब 45 मा हेर्नु होला साथीहरू। माई सिस्टर इज होम टुडे भनेको छ नि साथीहरू। यसको के हुन्छ त साथीहरू? अब अप्सन नम्बर बी अन हुन्छ है त साथीहरू।
माई सिस्टर इज अन होम टुडे हुन्छ है साथीहरू। अब क्वेसन नम्बर 46मा हेर्नु होला साथीहरू। डग्स अलवेज डट एट द स्ट्यानिजी भनेको छ नि साथीहरू, के हो त? र स्ट्यानिजी भन्ने बित्तिकै हाम्रो के हुन्छ त? अप्सन नम्बर डी विल डार्क हुन्छ है त साथीहरू। ल तपाईँको लागि अप्सन नम्बर डी है त। अब क्वेसन नम्बर 47मा हेर्नु होला साथीहरू। वाट इज द पपुलर फर्म अफ हाउस भनेको छ नि त साथीहरू। यसको हाउस हुने बित्तिकै के हुन्छ त? पपुलर फर्म हाउसको के हुन्छ साथीहरू? अप्सन नम्बर बी HOUSES हाउस हुन्छ है त साथीहरू। ल अब क्वेसन नम्बर 48मा हेर्नु होला। आई डट प्राउड अफ अ नेपाली सिटिजन भनेको छ नि साथीहरू। यहाँ के हुन्छ त? आई एम प्राउड टु बी अ नेपाली सिटिजन हुन्छ है त। त्यही भएको कारणले गर्दा अप्सन नम्बर डी एम हुन्छ है साथीहरू। अब क्वेसन नम्बर 49मा हेर्नु होला साथीहरू। आई डट सम न्यू क्लोज विथ विक भनेको छ नि साथीहरू। यसको के हुन्छ त? हाम्रो अप्सन नम्बर सी विल गेट हुन्छ है त साथीहरू। यहाँ विल गेट हुन्छ है। ल तपाईँको लागि अप्सन नम्बर सी है। लास्ट क्वेसन हाम्रो के छ त? 50 नम्बरमा हि गोज टु स्कुल एभ्री डे अन फुट इज अ इक्जाम्पल अफ द डट भनेको छ नि साथीहरू। हाम्रो के हुन्छ त यहाँ? अब हामीलाई चाहिँ यहाँनिर के दिएको छ? एउटा वाक्य दिएको छ। यो चाहिँ के हो त साथीहरू? अप्सन नम्बर ए सिम्पल प्रेजेन्ट टेन्स है त साथीहरू। ल तपाईँहरूलाई मैले यहाँसम्म बताएको तपाईँलाई कस्तो लाग्यो भिडियो? अन्तिमसम्म हेर्ने साथीहरूले प्रतिक्रिया दिनु होला। अबका दिनमा पनि तपाईँलाई यस्तै भिडियो ल्याउने बाचा गर्दै आजको भिडियो यहीँ अन्तिम गर्न चाहन्छु। र साथीहरू नयाँ जोडिने साथीहरूलाई एक लाइक, एक सब्सक्राइब र एक कमेन्ट पनि गर्नु होला भन्ने अनुरोध गर्न चाहन्छु साथीहरू। तपाईँहरूको लागि फेरि पनि यस्तै अर्को भिडियो लिएर आउने बाचा गर्दै यो भिडियोबाट बिदा हुन चाहन्छु साथीहरू।